सुर्खेतको त्यो जंगललाई गएर सोध त, त्यो दिन हावा किन उकुस मुकुस भएर रोएको थियो। ईसना, तिमीले त प्रेमको न्यानो हात समाएकी थियौ नि, होइन र? तर तिमीलाई के थाहा, ती हातहरूमा मान्छेका औला होइन, बुवासोको नङ्ग्रा पो रहेछन्। आफ्नै भनिएका मान्छे जसको आँखामा हेरेर तिमीले सिङ्गो जिन्दगीको बाटो देखेकी थियौ, त्यही मान्छेले अरू 3वटा मृत्युको अनुहार लिएर आउँदा बाचा गरिएका ती ओठहरूले तिमीलाई नै चिथोर्न खोज्दा तिम्रो कलिलो मुटु कति टुक्रा टुक्रा भयो होला है, कति टुक्रा टुक्रा भयो होला ईशाना। मायाको सिरक ओढाउँछु भन्नेले जंगलको त्यो चिसो भुइँमा पछारेर तिम्रो शरीरभरि घाउ नै घाउको खेती गर्यो। ती चिथोरिएका दागहरू, पिरले छटपटिएको त्यो सास अनि माटोमा लोतपतिएको त्यो रातो तातो रगत, त्यो रगतले आज यो सहरको चोक चोकमा उभिएर सोधिरहेछ, के प्रेम गर्नु नै मृत्यु दण्डको सजाय थियो?